भविष्य दर्पणमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी धन्वन्तरी जयन्तीको बारेमा कुरा गर्दैछौँ र आज यो पर्व कसरी मनाइँदैछ यसको बारेमा चर्चा परिचर्चा गर्न गइरहेको छु। हिन्दू धर्ममा आरोग्यता र स्वास्थ्यसँग सम्बन्धित पवित्र पर्व धन्वन्तरी जयन्ती आज देशभर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वलाई आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्म जयन्तीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइने गरिन्छ। धार्मिक विश्वासअनुसार आजकै दिन भगवान विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरीका रूपमा अवतरित भएका थिए। देवता र असुरबीचको समुद्र मन्थनका क्रममा हलाहल विष, कामधेनु, ऐरावत, उच्चश्रवा, अश्रव, अप्सरा, कस्तुभमणि, वारुणी, महाशंख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी र कदली वृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा भगवान धन्वन्तरी प्रकट भएको उल्लेख पाइन्छ। स्वर्ण कलशमा अमृत लिएर चतुर्भुज रूपमा प्रकट भएका धन्वन्तरीले देवता र असुरबीच अमृत वितरण गरेपछि देवराज इन्द्रको अनुरोधमा देववैद्यको पद स्वीकार गरी स्वर्गमा बसोबास गर्नुभएको थियो। त्यसै समयदेखि धन्वन्तरीलाई आरोग्यका देवता र आयुर्वेदका संस्थापकका रूपमा मान्ने गरिन्छ। आयुर्वेद शास्त्रका प्रवर्तक धन्वन्तरीलाई वैद्यराज, वैद्यहरूको राजा पनि भन्ने गरिन्छ। आजकै दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम आयोजना गरी भगवान धन्वन्तरीको पूजा र आराधना गर्ने परम्परा रहिआएको छ। धन्वन्तरीको पूजा वा आराधना यस मन्त्रबाट गर्ने गरिन्छ। ओम नमो भगवते वासुदेवाय धन्वन्तराय, अमृत कलश हस्ताय, सर्वामय विनाशाय, त्रैलोकनाथाय, श्री महाविष्णुवे नमः। अर्थात् म भगवान वासुदेव विष्णुलाई नमस्कार गर्छु, जो भगवान धन्वन्तरीका रूपमा प्रकट भएका छन् तिनलाई नमस्कार। जसका हातमा अमृत अजर अमर हुने शक्ति भएको कलश छ, जो सबै प्रकारका रोग, पीडा र व्याधिहरू नाश गर्ने शक्ति राख्छ, जो तीन लोकका स्वामी हुन्, स्वर्ग, पृथ्वी र पतालका अधिपति म ती महान विष्णुलाई नमस्कार गर्छु, जो समस्त जगको पालक हुन्। धार्मिक विश्वासअनुसार धन्वन्तरीको पूजा आराधनाले शरीर, मन र आत्मामा आरोग्य र शान्ति प्राप्त हुन्छ। रोग निवारण, दीर्घायु, भयनाश, चिन्ता शमन र मानसिक स्थिरता प्राप्त हुने जनविश्वास रहेको छ। विशेष गरी चिकित्सा तथा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो दिन अत्यन्त शुभ मान्ने गरिन्छ। तपाईँ सम्पूर्णलाई धन्वन्तरी दिवसको धेरै धेरै शुभकामना साथसाथै आउँदै गरेको तिहार र छठ पर्वको पनि धेरै धेरै शुभकामना